सर्वप्रथम त नमस्कार, म प्रकाश डिका। अहिले भर्खरै जुन बालेन शाह प्रधानमन्त्रीले संसदको रोस्टरमा बोलेको एउटा शब्दले साह्रै भाइरल भएको छ र धेरै ठाउँमा विरोध प्रदर्शन पनि भएको छ। त्यसैले यो कुरालाई मैले पनि केही कुरा राख्न चाहेँ। अनि जुन भारतले मात्रै नेपालको जमिन अतिक्रमण गरेको छैन, नेपालले पनि भारतको केही जमिन अतिक्रमण गरेको छ, कब्जा गरेको छ भन्ने जुन भनेर दिएको अभिव्यक्ति फेसबुक र सामाजिक सञ्जालमा अत्यन्तै भाइरल भएको छ र राम्रा बुझेका मान्छेहरूले समर्थन गर्नुभएको छ र नराम्रा बुझेका झोले कार्यकर्ताहरू, कुनै पार्टीका झोले कार्यकर्ताहरूले चाहिँ विरोध प्रदर्शन गर्नुभएको छ। प्लिज यस्तो नगर्नुहोस्। साँच्चीकै देश बनाउने हो, देशको पक्षमा बोल्नुहुन्छ र न्याय र नीति नियम बुझेर बोल्नुहुन्छ भने चाहिँ रिसर्च गर्नुहोस् र सत्य के हो, झुट के हो, साँचो के छ भनेर त्यो कुरा पत्ता लगाएर मात्रै बोल्ने गर्नुहोस्। हैन, कसैले अलिकति पैसा दिएको छ, लोभ लालच देखाएको छ भन्दैमा राम्रो गर्न आएका मान्छेको विरोध नगर्नुहोस्। सक्नुहुन्छ भने राम्रो गर्नुहोस्, सक्नुहुन्न भने चाहिँ राम्रो गर्ने मान्छेको विरोध पनि नगर्नुहोस्। हैन, त्यसैले भन्न चाहन्छु म कि हामीले कसैको विरोध गर्नुभन्दा पनि पहिला सत्य के हो, साँचो के हो त्यो कुरा पत्ता लगाउन जरुरी छ। अनि र प्लिज सबैले विरोध भन्दा पनि बालेन शाहको लाई साथ सपोर्ट दिउँ। बालेन शाहले देश बनाउनुहुन्छ अनि देश बन्छ पनि। यिनी पुराना नेता कार्यकर्ताबाट र पुराना राजनीतिक दलबाट चाहिँ आशा भरोसा भन्ने कुरा छैन। अनि त्यसो भए हुनाले प्लिज सबैले यो कुरालाई लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्नुहोला। हस् त, धन्यवाद।